नुहाइसकेर बाथरुमबाट बाहिर निस्किएँ। कपाल चिसै थियो। कम्मरमा टावेल बाँधेको थिएँ। बाहिर सोफामा रमिताले मेरो मोबाइल चलाएर बसेकी रहेछन्। मलाई देख्नासाथ आश्चर्य भावमा भनिन्, ओ बुढो, हजुरको मोबाइलमा त सेभ नगरेको नम्बरबाट पनि बर्थडेको विस आएको छ त। अननोन नम्बरबाट कसको म्यासेज हो? म छँदाछँदै कतै गर्लफ्रेन्ड बनाउनु भएको त छैन नि? मैले हल्का झर्के चाहिँ गरेर भने, अब त्यही बाँकी छ। खै यहाँ ल्याऊ मोबाइल। मैले मोबाइल तानेर हेरेँ। एउटा म्यासेज आएको रहेछ। त्यसमा लेखिएको थियो, ह्याप्पी बर्थडे टु यु। एकपटक म्यासेज आएको मोबाइल नम्बर हेरेँ। मोबाइलबाट डिलिट गरेको भए पनि त्यो नम्बर मेरो मस्तिष्कमा सेभ भएर बसेको थियो। म झसङ्ग भएँ। उसको म्यासेज आउला भन्ने कल्पनासम्म पनि थिएन मलाई। सायद मेरो मुहारको भङ्गीमा बिग्रियो। रमितालाई यसबारेमा केही थाहा नहोस् भन्ने भावले म बाहिर चाहिँ साधारण देखिन कोसिस गरेको थिएँ। म सरासर बेडरुममा गएँ। कपालमा हेयर ड्रायर लगाउन थालेँ। मनभित्र चाहिँ एक एक गर्दै पुरानो यादहरू मडारिँदै थिए। ठ्याक्कै 5 वर्ष भएको थियो सरितालाई फेसबुकबाट अनफ्रेन्ड गरेको अनि मोबाइलबाट डिलिट गरेको। अनि त्यति नै वर्ष भएको थियो रमितासँग बिहे गरेको पनि। यो 5 वर्षमा रमितासँगको मेरो वैवाहिक जीवन सुखी थियो। तर मनबाट भने मैले सरितालाई कहिले हटाउन सकेको थिइनँ। त्यो दिन मैले छिटो छिटो खाना खाएर अफिस जानको लागि निस्किएँ। काठमाडौँको वसुन्धरा चौक स्थित एउटा ब्याङ्कमा काम गर्थेँ। त्यो दिन अफिसको पार्किङमा बाइक रोकेर सरितालाई फोन डायल गरौँ या नगरौँको दोधारमा अल्मलिएको थिएँ। मलाई निकै अप्ठ्यारो लागेको थियो किनकि ब्रेकअप पछि हाम्रो कहिल्यै सम्पर्क भएको थिएन, न त फोनमा नै न त सोसल मिडियामा नै। अनि यस अघिका 5 वर्षमा कुनै बर्थडेमा पनि मलाई सरिताको म्यासेज आएको थिएन। यो बीचमा मैले पनि कहिल्यै उसलाई बर्थडे विश गरेको थिइनँ। मैले नसम्झिएको सरिताको कुनै बर्थडे नै थिएन। तर उसको वैवाहिक जीवनलाई असर नपरोस् भन्ने मेरो सदैव चाहना हुन्थ्यो। सायद उसको जीवनमा अहिले कुनै अप्ठ्यारो मोड पो आयो कि एकपटक त कल गर्नै पर्छ। यही सोचेर मैले पार्किङबाटै सरितालाई फोन लगाएँ। खै कुन्नी किन हो, फोन समातेको मेरो हातमा हलुका कम्पन भइरहेको थियो। सरिताको हेल्लो भन्ने आवाजले मलाई ढोकढोक गरिरहेको थियो। सरिताले आफू बुटोलबाट काठमाडौँ आएको अनि सानिमाको घरमा भएको कुरा सुनाएपछि बल्ल मन अलि सामान्य जस्तो भयो। अनि एकैछिन भए पनि भेटौँ न भन्ने सरिताको प्रस्तावले फेरि मलाई हलचल गरिदियो। मैले अन्कनाउँदै हुन्छ भनिदिएँ। अफिसको खाजा ब्रेकमा सामाखुसीमा भेट्ने सल्लाहसहित फोन राखियो। मैले मेरी श्रीमती रमितालाई सम्झेँ। बिहेपछि म कहिल्यै अरू केटीहरूसँग भावनात्मक रूपमा नजिक भएको थिइनँ। अफिसमा फिमेल स्टाफहरूसँग जे जस्तो व्यवहार हुन्थ्यो मैले सबै रमितालाई सुनाउने गर्थेँ। तर आज सरितालाई भेट्न जान लागेको कुरा रमितालाई सुनाउने सामर्थ्य थिएन मसँग। किनकि वैवाहिक जीवन यति सेन्सिटिभ हुन्छ। पूर्व प्रेमिकालाई भेटेको खबर सुनाउँदा सम्बन्धमा त्यसको मनोवैज्ञानिक असर पर्न सक्छ। मैले यही सोचेँ अनि आफैलाई सम्झाएँ, म गलत छैन। म केवल एउटा पुरानो साथीलाई भेट्न जाँदैछु। तर मलाई यो दिन अफिसको काममा कति पनि मन अडिएको थिएन।
घडीको सुई सुस्त गतिमा चलिरहेको जस्तो लागेको थियो। मनभरि पुराना यादहरू दौडिरहेका थिए। सरिताको घर बुटवल भए पनि उनी ब्याचलर पढ्ने बेला काठमाडौँमा थिइन्। उनी सामाखुसीमा रहेको सानीमाको घरमा बस्थिन्। म चाहिँ धापासीमा बस्थेँ। हाम्रो भेट शङ्करदेव क्याम्पसमा भएको थियो। त्यही हाम्रो मित्रता प्रेममा बदलिएको थियो। हामी सँगै कलेज जाने र आउने गर्थ्यौँ, सँगै पढ्थ्यौँ, सँगै खाजा खान्थ्यौँ। छुट्टीको दिनमा पनि हामी सँगै घुम्न जान्थ्यौँ। सरिता र मेरो दुनियाँ अरू प्रेमका जोडीहरूभन्दा भिन्न थियो। हामी बीच कहिल्यै पनि झगडा भएन। हामीले एकअर्कालाई दिने माया र एकअर्काको भावनाको सम्मान सधैँभर बचाइरह्यौँ। उनी नै प्रेमिका अनि उनी नै क्लासमेट भएपछि प्राय म उनीसँगै व्यस्त भएँ। कलेजमा अरू साथीहरूसँग त्यति राम्रो नेटवर्क बनाउन पनि जरुरी ठानिन। मलाई यो दुनियाँमा सबैभन्दा राम्रै लाग्थ्यो सरिता। रूपकी मात्र होइन, मनकी पनि। मैले उनलाई परी नाम राखिदिएको थिएँ अनि मोबाइलमा पनि परी भनेर सेभ गरेको थिएँ। पढाइमा पनि सरिता राम्रो थिइन्। सबै गुणले भरिपूर्ण मेरी परी भनेर मैले अगाडि नै तारिफ गरिदिन्थेँ। मेरो तारिफ सुन्दा उनी लजाउँथिन्। मलाई फेरि यसरी लजाएको हेर्न खुब मन पर्थ्यो। त्यसैले तारिफ पनि गरिरहन्थेँ। सन्दीप सर, के हो आज त एक्लै मुसु मुसु मुस्कुराउँदै हुनुहुन्छ? छेउको कुर्सीबाट गीता मिसले चेकमा स्ट्याम्प लगाउँदै भनिन्। उनको अगाडि 4-5 जना सेवाग्राही पनि कोही चेक त कोही क्यासको बिटो लिएर लाइनमा उभिएका थिए। मैले मुस्कुराउँदै जवाफ दिएँ, किन दुखी हुनु छ र मिस 2 दिनको जिन्दगीमा? यसरी उत्तर त दिएँ, तर म पुरानो यादमा धेरै नै डुबेछु भन्ने भित्रभित्रै महसुस गरेँ। अफिसको भित्तामा झुन्डिएको घडीको सुईले 12:30 बजाएको रहेछ। 1 बजे खाजा टाइम हुन्थ्यो। आज चाहिँ केही बहाना बनाएर 10 मिनट अगाडि नै निस्कने विचार गरेँ। सायद मेरो टाउको दुखेको बहाना उपयुक्त थिएन होला। गीता मिस म निस्किने बेला व्यङ्ग्य गर्दै भनिन्, टाउको दुखेर पो सर अघि मुसु मुसु हाँसिरहनु भएको रहेछ। मैले यो कुरालाई हाँसोले टार्दै त्यहाँबाट निस्किएँ। पार्किङबाट बाइक स्टार्ट गर्दा मेरो मनमा एउटा अज्ञात डर र उत्साहको मिश्रण थियो। म सोच्दै थिएँ, सरिता कस्ती भयो होली? उसको जीवनमा के भइरहेको होला? 5-7 मिनटको मात्र दूरी थियो वसुन्धरादेखि सामाखुसीसम्म। सामाखुसी पुगेर मेगा क्याफेको पार्किङमा 5 वर्षपछि छिरेको थिएँ म। पहिला सरिता र म सामाखुसीमा भेट्न जाँदा जहिले पनि यहीँ जान्थ्यौँ। कफी खाएर घन्टौँ बिताएर निस्किन्थ्यौँ। क्याफेभित्र छिर्दै गर्दा मलाई ढुकढुक भइरहेको थियो। मैले वरपर हेरेँ। पल्लो छेउको कुनामा झ्यालतिर फर्केर बसेकी सरितालाई मैले पछाडिबाटै चिनेँ। कपाल पहिलाभन्दा अलि छोटो काटेकी, हल्का पहेँलो रङको कुर्ता सुरुवाल लगाएकी। म उनको टेबल नजिक गएर उभिएँ अनि सरिता भन्दै बोलाएँ। उनले बिस्तारै टाउको उठाएर मतिर हेरिन्। उनको मुहारमा एउटा मुस्कान थियो, जुन मुस्कान मैले 5 वर्ष अगाडि देखेको थिएँ। तर त्यो मुस्कान पछाडि एउटा उदासीको छाया स्पष्ट देखिन्थ्यो। आउनुहोस्, बस्नुहोस्। उनको आवाजमा पुरानोपन अनि एक किसिमको अपरिचितता थियो। पहिले तिमी सम्बोधन हुन्थ्यो, आज तपाईँ सम्बोधन भएको थियो। म उनको अगाडिको कुर्सीमा बसेँ। हामी दुवै केही सेकेन्ड चुपचाप एक अर्कालाई हेरिरह्यौँ। मैले मौनता तोड्दै भने, सन्चै छौ नि सरिता? उनले मेरो आँखामा सिधा हेरिन् अनि भनिन्, ठिक छु। धेरै दुःख दिएँ है मैले यहाँसम्म बोलाएर? होइन नि,
यति त हक पनि भन्छ नि। कति धेरै पछि भेट्यौँ है हामी। सरिताले टाउको हल्लाएर होको सङ्केत गरिन् अनि अगाडि भनिन्, हिजो बुटोलबाट आएदेखि नै कति बेला कल गरौँ जस्तो चाहिँ भइरहेको थियो। अनि यस्तो लाग्यो कि अब वैवाहिक जीवन अप्ठ्यारो पर्ला भन्ने। अनि आज बिहान चाहिँ बर्थडेको पनि संयोग, त्यही भएर हिम्मत गरेर एउटा म्यासेज पठाएँ। मैले सरितालाई सोधेँ, तिम्रो बिहे भएदेखि काठमाडौँ आएकै थिइनौ र? धेरै पटक आएकी थिएँ सन्दीप, तर आफ्नो आफ्नो बाटोमा थियौँ हामी। पुरानो घाउ बल्झाउन मन लागेन, त्यसैले सम्पर्क गर्नु पनि उचित लागेन। मैले सोधेँ, अनि यसपटक चाहिँ? यसपटक त मन नै मानेन। जवाफ दिँदै गर्दा एउटा जबरजस्ती लुकाइएको कथाको छाया उनको मुहारमा सलबलाउन खोजे जस्तो देखिन्थ्यो। के भयो सरिता, तिमी बुटोलबाट किन एक्कासी काठमाडौँ आयो? सबै ठिकै त छ नि? मैले सिधा प्रश्न गरेँ। उनले आफ्नो हातमा भएको कफीको कपलाई बिस्तारै घुमाइन् अनि गहिरो सास फेर्दै भनिन्, म ठिक छु सन्दीप। यति भन्दै गर्दा उनको आँखाबाट एक्कासी आँसुका थोपाहरू झर्न थाले। मैले टिस्युको बट्टा नजिकै सारिदिएँ। उनले आँखा पुस्दै भनिन्, हर्षको आँसु हो सन्दीप। 5 वर्ष पहिले हामी यही रेस्टुरेन्टमा यही टेबलमा बसेको क्षणको झझल्को आयो। सायद उनीले यस्तो बहाना बनाइन्। केही कुरा लुकाइए जस्तो मलाई महसुस भइरहेको थियो। सरिता, आर यु स्योर? तिमी ठिक छौ? मैले फेरि सोधेँ। उनको सम्हालिएको मन फेरि कोमल बनेको सङ्केत उनका आँसुले गरिरहेका थिए। मैले घडी हेरेँ। खाजा ब्रेक सकिनै लागेको थियो। सरितासँग कुनै गहिरो कथा छ भन्ने कुरामा पनि म दृढ भइसकेको थिएँ। मैले सरितालाई भोलि दिनभरको समय दिने प्रस्ताव गरेँ। त्यो सुनेर उनको मुहार एकाएक उज्यालियो। भोलि अफिस बिदा लिएरै भेट्ने सल्लाह पश्चात म अफिसतर्फ लागेँ। मेरो ध्यान अफिसमा थिएन। म भित्र सरितासँगको आजको भेट, शङ्करदेव क्याम्पसका पुराना क्षणहरू, रमितासँगको मेरो सहयात्रा र सरिताको आँसुका सम्भावित कारणहरूको वर्गेल्ती भावहरू भिडन्त गरिरहेका थिए। ठिक छु भन्दै गर्दा सरिताको आँखाबाट झरेका 2 थोपा आँसुहरूले मेरो पुरै संसारलाई हल्लाइदिए। मैले जसलाई परी नाम दिएको थिएँ, उसको जीवनमा यो कस्तो भयानक अप्ठ्यारो आइलाग्यो होला? यो प्रश्न मेरो दिमागमा बारम्बार ठोक्किरहेको थियो। जब घर पुगेँ, ढोका खोल्दा रमिता सोफामा थिइन्। उनको निर्दोष अनुहार र सामान्य व्यवहारले मलाई भित्रैदेखि चिमुट्यो। मैले मेरी श्रीमतीलाई ढाँटेँ। मैले एउटा झुटको जगमा उभिएर भोलि फेरि पुरानो प्रेम भेट्ने निर्णय गरेँ। यो सोचले मलाई यति दोषी महसुस गरायो कि मैले रमिताको आँखामा सिधा हेर्न समेत सकिनँ। मलाई थाहा थियो विवाहित जीवनमा पूर्व प्रेमिकालाई भेट्नु र त्यो कुरा लुकाउनु भनेको आफ्नो जीवनसाथीलाई धोका दिनु हो। तर सरिताको त्यो उदासी र उसको कथा जान्ने मेरो मानवीय कर्तव्य बीचको द्वन्द्वमा कुरा लुकाउनुको विकल्प पनि थिएन मसँग। रातभरि म ओछ्यानमा पल्टिरहेँ। छेउमा रमिता निदाइरहेकी थिइन्, तर मेरो मनमा चाहिँ विगत र वर्तमानका यादहरूको ताण्डव चलिरहेको थियो। के म भोलि गएर कुनै पुरानो घाउ बल्झाउँदै त छैन? यदि सरितालाई सहयोग गर्न जाँदा रमितासँगको मेरो 5 वर्षको सुखी वैवाहिक जीवनमा धक्का लाग्यो भने के हुन्छ? फेरि मेरो मनले एउटै कुरा भन्थ्यो, सन्दीप, तिमी आज एउटा पूर्व प्रेमिकालाई होइन, एक दुखी साथीलाई भेट्दैछौ।
मैले यो तर्कलाई अँगालेर आफूलाई सम्झाउने प्रयास गरेँ, तर मनभित्रको कम्पन रोकिएको थिएन। छटपटीमै रात बित्यो। बिहान भयो। मेरो दिमागमा एउटै कुरा घुमिरहेको थियो, सरितालाई भेट्न जानु। मैले अफिसमा फोन गरेर अत्यन्तै व्यक्तिगत कामको बहाना बनाउँदै छुट्टी मागेँ। मेरो यस निर्णयले रमितासँग फेरि झुट बोल्नुपर्ने अवस्था सिर्जना गर्यो। मनमा नै रमितासँग क्षमा मागेँ। मलाई माफ गर रमिता, म तिमीलाई धोका दिँदै छैन। म केवल एउटा ठुलो समस्यामा परेकी साथीलाई साथ दिन चाहन्छु। तर यो आफैलाई दिएको सफाई मात्र थियो कि गहिरो सत्य मैले छुट्याउन सकिनँ। मैले यो 5 वर्षसम्म सरितालाई किन सम्पर्क गरेको थिइनँ, त्यसको एकमात्र कारण थियो मैले उसको वैवाहिक जीवनलाई असर गर्न पनि चाहन्नथेँ। तर आज ऊ आफै मेरो सामुन्ने आएर रोई। यसको अर्थ ऊ पक्कै पनि गम्भीर समस्यामा छ। जब अफिस जाने समय भयो, म सधैँ झैँ बाइक लिएर घरबाट निस्किएँ। केही पर पुगेपछि सरितालाई फोन गरेँ। सामाखुसी चोक निस्क ल, म त्यही बाटो आउँदैछु। त्यसपछि म सिधै त्यतैतिर लागेँ। चोकमा पुगेर करिब 5 मिनट जस्तो कुरेपछि सरिता आइपुगिन्। उनको मुहारमा अझै पनि त्यो उदासीको छाया थियो। मैले उनलाई बाइकमा बस्न सङ्केत गरेँ। कहाँ जाने सन्दीप? उनको आवाज मधुरो थियो। आज हामी कफी होइन, धेरै वर्षपछि भेटेको खुसियालीमा खास ठाउँमा जाँदैछौँ। तर चिन्ता नगर, त्यो ठाउँ शान्त छ। मैले हलुका मुस्कुराउँदै भने। वास्तवमा म शान्त अनि रमणीय स्थानमा बसेर सरिताको गम्भीर रहस्य सुन्न चाहन्थेँ। मैले बाइकलाई दिल्ली बजारको एड्रेस लन्चतिर मोडेँ। यो ठाउँ मैले र रमिताले कहिल्यै प्रयोग गरेका थिएनौँ, त्यसैले मेरो मनमा कहीँ कसैले देख्छ कि भन्ने डर पनि थिएन। करिब 20 मिनटको यात्रापछि हामी एड्रेस लन्चमा पुग्यौँ। 15औं तलामा रहेको रुफटप, जहाँ काठमाडौँको आकाश र क्षितिज स्पष्ट देखिन्थ्यो। हावा चिसो थियो। यस्तो लाग्थ्यो सायद यसले हाम्रो मनको गर्मीलाई केही शान्त पार्छ। हामी कुनाको एउटा शान्त टेबलमा बस्यौँ। मैले 2 गिलास चिसो लेमनेड अर्डर गरेँ। वाउ सन्दीप, यो ठाउँ त अति नै सुन्दर रहेछ। सरिताले लामो सास फेरिन्। उनको मुहारमा बल्ल अलिकति सन्तोषको भाव आयो। सुन्दर कुराहरू हेर्दा मन हल्का हुन्छ नि परी। मैले अनायासै उसलाई पुरानो नामले सम्बोधन गर्न पुगेछु। उनको अनुहार हल्का रातो भयो। मैले अतीततर्फ प्रसङ्ग जोड्दै भने, हामी पनि कति धेरै घुम्थ्यौँ है। मलाई याद छ अझै, हामी एकपटक चागुनारायणको मन्दिर गएका थियौँ नि। तिमीले मलाई आफ्नो हातमा रहेको ट्याटुको अर्थ बुझाउँदै थियौ, अनि तिमीले भनेकी थियौ कि जिन्दगीको सबैभन्दा ठुलो सपना नै स्वतन्त्रता हो भनेर, अनि ट्याटु त्यसैको प्रतीक हो भनेर भनेको थियौ नि तिमीले। आज सम्झिँदा लाग्छ हामी त्यो बेला कति खुसी थियौँ। सरिताले एकैछिन मौन भएर टाढाको क्षितिज हेरिन्। उनको आँखामा आँसुको सट्टामा चमक देखियो। उनले बिस्तारै बोलिन्, हामी दुई बीच कहिले पनि झगडा भएन। तिमीले मलाई सधैँ सम्मान गर्यौ। म सधैँ सोच्थेँ हाम्रो सम्बन्ध संसारको सबैभन्दा निष्कलङ्क प्रेमको उदाहरण हो। उनले लेमनेडको ग्लास समातिन् र गिलासलाई आफ्नो हातले कभर गरिन्, अनि फेरि बोलिन्, हामी दुई कति लामो समयपछि भेट्यौँ। आज यस्तो सुन्दर ठाउँमा आएका छौँ। यो हावा, यो दृश्य, यस्तो खुसीको माहौलमा दुःखको कुरा नगरौ न प्लिज। बरु तिमी आफ्नो कथा भन न। रमिता कस्ती छिन्? तिमीहरूको वैवाहिक जीवन कस्तो चलिरहेको छ? उनले कुरा मोड्न खोजेको मैले स्पष्ट बुझेँ।
उनले मेरो खुसीको कुरा सुनेर आफ्नो दुःख बिर्सने प्रयत्न गर्दै थिइन्। तर हिजोको आँसुको भारी बोकेर म आज यहाँबाट फर्किन सक्ने अवस्थामा थिइनँ। मैले आफ्नो आवाजलाई अलिकति कठोर बनाउनु पर्यो। हाम्रो वैवाहिक जीवन सुखी छ, तर मेरो जीवनको कथा अहिले महत्त्वपूर्ण छैन नि। तिमी बुटोलबाट काठमाडौँ किन आयौ? किन यस्तो हतारमा भेट्न चाह्यौ? हिजो तिम्रो आँखामा मैले जुन पीडा देखेँ नि, त्यो साधारण थिएन। मेरो कुराले सायद सरितालाई भित्रैसम्म हल्लायो। उनका आँखा फेरि रसाए। उनको मुहारको त्यो जबरजस्ती छाएको मुस्कान एकैछिनमा भासियो। उनले आफ्नो टाउको झुकाएर टेबलमा अडाइन् अनि मन्द स्वरमा भनिन्, म अब कहिल्यै बुटोल फर्किने छैन सन्दीप। म झसङ्ग भएँ। किन सरिता, के भयो? उनले बिस्तारै टाउको उठाइन्। उनका आँसुहरू गिलासको चिसो पानी जस्तै उनका गालाबाट झरिरहेका थिए। सन्दीप, मेरो वैवाहिक जीवन मैले जेल जस्तै भोग्दै आएकी छु। मेरो श्रीमान, उनीसँग मेरो कहिल्यै जमेन। हरेक दिन हरेक रात झगडा। उनी मलाई मानसिक रूपमा यति धेरै यातना दिए कि म आफैलाई चिन्न छोडेँ। बोल्दा बोल्दै सरिताको गला अवरुद्ध भयो, तर मैले उनलाई बोल्नको लागि प्रोत्साहित गरेँ। सबैभन्दा ठुलो कारण थियो उनको शङ्का। उनी हर कुरामा शङ्का गर्थे। मैले कसलाई फोन गरेँ, कसको मेसेज आयो, किन हाँस्छु, किन दुखी हुन्छु, हरेक कुरामा प्रश्न, गाली अनि मानसिक हिंसा। कहिलेकाहीँ त उनी हात पनि हाल्थे, मलाई पिट्थे। उनी मसँग झगडा गर्दा चिच्याउँथे, तिमीले मलाई धोका दिएकी छेउ, तिमीले आफ्नो प्रेमीलाई भेटेकी छेउ, यस्तै यस्तै भन्थे। म सधैँ चुपचाप सहन्थेँ, किनकि म वैवाहिक सम्बन्धलाई जोगाउन चाहन्थेँ। मैले धेरै कोसिस गरेँ सन्दीप। मेरो मनभरि पीडा र क्रोधको आगो यसरी दन्कियो। अनि के भयो सरिता? मैले मन्द स्वरमा भने। अनि के हुनु र सन्दीप, म डिप्रेसनमा गएँ। मलाई लाग्न थाल्यो मेरो जीवनको अब कुनै अर्थ छैन। म मेरो श्रीमान र उनको शङ्काबाट छुटकारा पाउन चाहन्थेँ। त्यसैले मैले 2-3 पटक आत्महत्याको प्रयास पनि गरेँ। यो सुनेर मेरो शरीरभरि चिसो लहर फैलियो। परी, उसको आत्महत्याको प्रयास, यस्तै सोच्दै थिएँ। उनले फेरि थपिन्, मलाई बाँच्नै मन छैन सन्दीप। मेरो अन्तिम इच्छा तिमीलाई एकपटक भेटेर आफ्ना सबै कुराहरू भन्नु थियो। अब मलाई यो जीवन र यो संसारप्रति कुनै रहर पनि छैन र अब मलाई कुनै गुनासो पनि छैन। सरिताको यो कुराले मलाई झस्कायो। मेरो मनमा रमिता, मेरो जागिर, मेरो आरामदायी जीवन सबै कुरा गौण भए। अहिले मेरो सामुन्ने मेरी परी थिइन्, गहिरो पीडामा, जसलाई मर्न मन थियो। मैले सरिताको हात समातेँ अनि मेरो आवाजलाई भरसक शान्त र विश्वासिलो बनाएँ। सरिता, तिमी यो के भन्दैछौ? तिमीलाई डिप्रेसनले जितेको हो, तिम्रो केही दोष होइन। तिमीले के सोचेकी छौ? के मर्नु समाधान हो जस्तो लाग्छ तिमीलाई? मैले उनको आँखामा सिधा हेर्दै भने, के तिमीलाई याद छैन तिमी पढाइमा कति तीक्ष्ण थियौ? परी, तिमी त आफ्नो ब्याचको सबैभन्दा राम्रो विद्यार्थी थियौ। तिमीलाई केही वर्ष डिप्रेसनले थिचेको होला, तर त्यो नै तिम्रो परिचय होइन। मलाई ओभरटेक गर्दै उनले भनिन्, सन्दीप, मसँग अब के पनि छैन, म कहाँ जाने? उनको आवाज निराशाले भरिएको थियो। मैले जवाफ दिएँ, केही छैन? तिमीसँग तिम्रो योग्यता छ,
तिम्रो ज्ञान छ, बुझ्यौ? तिमीलाई जागिर पाउन कुनै गाह्रो छैन। अनि तिमीलाई याद छ तिम्रो सपना के थियो? विदेश गएर मास्टर्स गर्ने। मैले यति भने र सरिताको आँखामा एकैछिनको लागि चमत्कार जस्तो उज्यालो देखियो। मैले उनको अनुहारमा एउटा सानो प्रकाश देखेँ। मैले अझै सम्झाउन थालेँ। सपनालाई पछ्याउनु राम्रो हो सरिता। तिमी यो क्षणलाई जीवनको एउटा नयाँ मोड बनाऊ। तिमीले भनेअनुसार तिम्रो श्रीमानसँग तिम्रो कुनै भविष्य छैन जस्तो लाग्यो मलाई। तर तिम्रो आफ्नो भविष्य उज्जवल देख्छु म। तिमी किन देख्थेनौ त्यसलाई? मेरो कुराले सरिताको दिमागमा केही ठुलो कुरा क्लिक गरेको जस्तो लाग्यो। उनले गहिरो सास लिइन् र हिम्मतको भावले आफ्नो आँसु आफै पुछिन्। म के गर्न सक्छु? उनको आवाजमा बल्ल जिजीविसाको सानो झिल्को देखियो। मैले तुरुन्तै उपाय सुझाएँ। हेर सरिता, डिप्रेसनसँग लड्ने पहिलो तरिका हो लक्ष्य निर्धारण गर्नु। तिमीले आत्महत्याको प्रयास गरेकी थियौ। तिम्रो श्रीमानले दिएको मानसिक र घरेलु हिंसाको यो सबैभन्दा ठुलो प्रमाण हो। हामीले कानुनी सल्लाह लिनुपर्छ। तिमीले उनलाई डिभोर्स दिन सक्छौ अनि अदालतमा घरेलु हिंसाको केस फाइल गर्न सक्छौ। तिमी आफै डरले भाग्नु पर्ने त देख्दिन म त यार। तिमीले न्याय पाउनुपर्छ। अनि दोस्रो कदम, तिमीसँग सेभिङ अथवा गरगहना त्यस्तो केही छ? सरिताले केही आँट आएको भावमा भनिन्। पैसा त छैन, तर 9-10 तोला सुनको गहना चाहिँ छ मसँग। मैले सरितालाई बाटो देखाउँदै भने, भएका गहनाहरू बेचेर खर्च जुटाऊ। अनि तिमीले ब्याचलरमा त राम्रो स्कोर ल्याएको थियौ। एकपटक IELTS को क्लास जोइन गर अनि विदेशको प्रक्रिया सुरु गर। तिम्रो सपना, तिम्रो स्वतन्त्रतालाई फेरि पछ्याऊ। सरिताले मेरो कुरा ध्यान दिएर सुनिन्। उनको अनुहारमा देखिएको आशाले मलाई पनि ऊर्जा दियो। सन्दीप, तिमीले मेरो आँखा खोलिदेऊ। म साँच्चै मर्न खोज्दै थिएँ। मेरो दिमागमा त यस्तो आइडिया कहिले आएकै थिएन। मलाई त लाग्थ्यो मर्नु सिवाय मसँग अब बाँच्नको लागि कुनै आधार नै छैन भन्ने। उनको स्वरमा अब अटल विश्वास झल्किएको थियो। उनले लेमनेडको ग्लास उठाइन् र एकै घुटकोमा सकिन्। ठिक छ सन्दीप, अब म कमजोर भएर बस्दिनँ। म भोलिदेखि नै IELTS को क्लास जोइन गर्छु। सानीमाको घरमा बसेरै प्रिपेयर गर्छु। सन्दीप, म तिम्रो यो सहयोगलाई कहिल्यै पनि बिर्सिने छैन। खास मर्नु अगाडि अन्तिम भेटको रूपमा तिमीलाई भेट्न काठमाडौँ आएकी थिएँ म। तर तिमीलाई भेटेपछि नयाँ जीवनको नयाँ सपना पलाएर आयो। तिम्रो एउटा सुन्दर परिवार छ। अब हामी बीच भेटघाट नभएकै राम्रो हुन्छ सन्दीप। मलाई अब डिप्रेसनबाट बाहिर निस्कनको लागि एक्लो फोकस चाहिन्छ र अब म सक्सेस भएरै छुट्छु। म चाहिँ तिमीलाई त्यति बेला मात्र भेट्छु जति बेला मेरो सफलताको नयाँ कथा मेरो जीवनमा हुनेछ। मैले उनको निर्णयको सम्मान गरेँ। उनको यो आत्मविश्वासले मलाई शान्ति दियो। म तिम्रो निर्णयको सम्मान गर्छु सरिता, तर कुनै पनि सहयोग चाहिएमा र अप्ठ्यारो परिस्थिति आएमा मलाई चाहिँ नबिर्सिनु। हामी दुवै टेबलबाट उठ्यौँ। चिसो हावा चलिरहेको थियो, तर मेरो मनमा अब सरिताको नयाँ जीवनको आशा पलाएको थियो। मैले परीलाई उसको गन्तव्यसम्म सामाखुसीसम्म पुर्याइदिएँ। अनि फर्किँदै गर्दा मलाई लाग्यो मैले रमिताबाट लुकाएको कथा अब एउटा मानवीय कर्ममा बदलिएको थियो। मैले केवल एउटा ज्यान मात्र होइन, एउटा सपना र एउटा स्वतन्त्रतालाई बचाएको थिएँ।